हेलो नमस्ते सम्पूर्णमा। आज चाहिँ हामी त्यो रोमानियामा बसेर पहिलोचोटि चाहिँ यो पोडकास्ट कार्यक्रम सञ्चालन गर्दैछौँ। धेरै लामो समयको प्रतीक्षापछि आज हामीलाई समय जुरेको छ दाजुभाइलाई। दाइको पनि ड्युटी, मेरो पनि ड्युटी, कहिले दाइको नाइट, कहिले मेरो नाइट, कहिले दाइको डे हुँदाखेरि मेरो नाइट हुने समय नमिलेको कारणले परदेशमा रहेर पनि हामीले आफूले भोगेको आफ्नो सङ्घर्षका कथाहरू, आफूले भोगेका कुराहरू, विशेष गरी नयाँ नेपालदेखि नयाँ रोमानिया आउन चाहनेहरूको लागि रोमानियामा के कस्ता अपडेटहरू, रोमानियाको अपडेटहरू दिनको लागि चाहिँ हामी यो भिडियो बनाउँदैछौँ। आशा छ तपाईँहरू हेरिदिनुहुनेछ। हेर्नको लागि चाहिँ पुरा भिडियो हेर्नको लागि चाहिँ सबिन लामा युट्युब च्यानलबाट हेर्न सक्नुहुनेछ। भने आज चाहिँ हामी अब सुख दुःखको साथी दाजुभाइ यहाँ कार्यक्रममा छौँ। कार्यक्रमको प्रस्तुता चाहिँ म छिरिङ बोम्जन छु भने मलाई साथ दिँदै हुनुहुन्छ। तपाईँहरूलाई जानकारीको लागि चाहिँ रोमानियाको अपडेटको लागि चाहिँ मैले सबिन दाइलाई गेस्टमा लिएको छु। सबिन दाइले तपाईँहरूलाई रोमानियाको अपडेटहरू दिनुहुनेछ, के कस्ता भन्ने कुराहरू, बिचमा भलाकुसारी हुनेछ। ती भलाकुसारीहरूबाट तपाईँहरूले थाहा पाउनुहुनेछ रोमानियाको बारेमा पनि। तसर्थ कार्यक्रमलाई धेरै लामो नबनाइकन म स्वागत गर्न चाहन्छु आजको कार्यक्रममा सबिन दाइलाई। एपिसोड 1 पोडकास्ट रोमानियादेखि एपिसोड 1मा चाहिँ सबिन दाइ आउनुभएको छ। स्वागत छ। स्वागत छ भाइले पनि। धेरै समयपछि हामी रोमानिया छिरेको लगभग 4 वर्ष 5 वर्षको अन्तरालपछि यसरी हामीले दाजुभाइको मार्फत चाहिँ केही कुराहरू जानकारी गरौँ न त रोमानियाको। नेपालदेखि आएको दाजुभाइहरूलाई, नेपालमा रहेको दाजुभाइहरूले चाहिँ रोमानियामा आउँदा चाहिँ कस्तो हुन्छ भन्ने कुराहरू, प्लस अनि रोमानिया चाहिँ कस्तो छ भन्ने कुराहरू चाहिँ जानकारीको लागि चाहिँ हामीले तपाईँहरूको मार्फत चाहिँ ल्याएका छौँ। तपाईँहरूले हामी मार्फत चाहिँ के जानकारी लिन सक्नुहुन्छ। तसर्थ नेपाल र रोमानियामा चाहिँ के कस्तो अहिले अपडेट भइरहेको छ त्यो कुराहरू हामी तपाईँको मार्फत के कुराहरू जानेको बुझेको भन्छु म। हुन्छ, अब हामी कार्यक्रमलाई लामो नबनाउने जमर्को गर्दैछौँ। तसर्थ हामी सिधा क्वेसनमा जानेछौँ। अब सुरुमै भन्न चाहन्छौँ, कार्यक्रम हेर्दै हुनु सम्पूर्णले कार्यक्रमलाई हेरेपछि तपाईँहरूको प्रतिक्रिया कमेन्टमा दिनु होला। हामीले कस्तो खालको भिडियो ल्याउँ अथवा कुन खालको जानकारीहरूलाई समेटौँ त्यो हामी पछिल्लो एपिसोडहरूमा ल्याउने नै छौँ। तसर्थ रोमानियामा बसोबास गर्नुभएको कति भयो? रोमानियामा त म अहिले 2021मा चाहिँ मेरो भिजा लाएर चाहिँ म रोमानिया छिरेँ। अनि पहिला नेपालमा हुँदाखेरि कोका कोलामा जागिर थिएँ। अनि त्यसमा चाहिँ थाइवाला भन्यो 7-8 वर्ष त्यहीँ गुजारा गरियो। अनि गुजारा गर्दा रोमानियामा पनि ल है अब वर्किङमा चाहिँ लान्छ भन्ने कुरा चाहिँ मैले गाएँ न्युजमा चाहिँ सुनेको थिएँ, समाचारहरूमा, टिभीहरूमा, अनि फेसबुकहरूमा दिइरहेको थियो। तसर्थ मैले चाहिँ यसो हेरेँ, तर नभन्दै खुलेको रहेछ। अनि जागिरको सिलसिला पनि थियो, परिवारको सिलसिला सबै हेर्नुपर्ने। अनि अब कति नेपालमा चाहिँ अब जति गर्दा जति कमाउँदा पनि नपुग्ने। अनि भएन म एकचोटि चाहिँ एप्लाई गर्छु, भयो भने हुन्छ, नभए अब नेपालमा दुःख सुख गर्छु, काट्छु भन्ने कुरा थियो। तर 21मा चाहिँ मेरो भिजा लाग्यो अनि म रोमानियामा आउन सफल भएँ। रोमानियाको बसाइ कस्तो चलिराखेको छ? कमाइ चित्त बुझ्दो छ? रोमानियाको कमाइ चित्त बुझ्दै छ भन्नुपर्छ। 21देखिको अहिले 25-26सम्म चाहिँ 26सम्मको अन्तरालमा चाहिँ अहिले चित्त बुझ्दो छ भनौँ न। अनि देश चलाउने हाम्रो सरकारले, रोमानियाको सरकारले पनि अहिले वर्किङको लागि चाहिँ एकदम राम्रो सेवा सुविधा दिइरहेको छ। अहिले चाहिँ राम्रो पहिलाभन्दा। अब थोरै हामी तपाईँको जीवनको ब्याकग्राउन्डमा जाउँ। रोमानिया नै तपाईँको पहिलो वैदेशिक यात्रा अथवा पहिला अरू अन्य देशमा जानुभएको थियो? पहिला चाहिँ म रोमानिया आउनुभन्दा पहिला कोकमा जागिर खाएको थिएँ। त्योभन्दा अगाडि चाहिँ अनि मलेसियामा लगभग 2013मा छिरेँ। अनि 3 वर्ष दुःख गरेँ त्यहाँ पनि। अनि 16मा फर्केँ। 16बाट फर्केपछि अनि नेपालमा आउँदा पनि धेरै अवसरहरू मैले पाएको थिएँ। अनि धेरै सङ्घर्षको अन्तरालपछि मैले कोकमा जागिर खाने अवसर पाएँ। मेरो दाइ हुनुहुन्छ, मेरो कृष्ण दाइ, उहाँको मार्फत चाहिँ मैले कोकमा जागिर खाएर चाहिँ मेरो परिवारको गुजाराहरू चलाइरहेको थिएँ मैले। भनेपछि तपाईँले रोमानिया सेकेन्ड वैदेशिक रोजगारको दोस्रो यात्रा रोमानिया भयो। मलेसियामा काम गर्दै गर्दा र कमाउँदै गर्दा र अहिले रोमानियामा काम गरेर कमाइ गर्दै गर्दा मलेसिया र रोमानिया बिचमा चाहिँ भिन्नता के पाउनुभयो? रोमानिया र मलेसियामा त धेरै भिन्नता छ नि। अब रोमानिया खाडी भनेर खाडी पनि होइन, त्यो
अब राम्रो नेपालीको एउटा काम गर्ने स्थल त राम्रो हो, तर अलिकति त्यहाँ गर्मी अनि बिदा पनि नहुने, 8 घन्टा अनिवार्य काम, अनि त्यही माथि छुट्टी मागेर जान्छु भन्दा पनि नपाउने, पुरै क्यान्सलै गरेर जानुपर्ने नेपाल जाँदाखेरि पनि, कि त 3 वर्ष पुरै बसेर जानुपर्ने। अनि इमर्जेन्सी पऱ्यो भने चाहिँ पठाउँथ्यो तर मलेसियाले, तर अलिक गर्मी भएको कारणले चाहिँ मलाई चाहिँ फापेन रोमानिया। अनि तपाईँले भन्नुभयो नेपालमा पनि आफूलाई अवसरहरू, कामको रोजगारको अवसरहरू मिल्दै पनि मलेसियामा एकचोटि वैदेशिक यात्राको अनुभव लिइसकेर पनि नेपाल फर्केर फेरि रोमानियामा आउने सपना चाहिँ कसरी आयो? रोमानियामा आउने सपना त्यस्तो खासै त केही थिएन, तर अलिकति लाभदायक भनौँ न, मलेसियाभन्दा अलिकति लाभदायक, नेपालमा भन्दा अलिकति कमाइ पनि राम्रो। नेपालीहरूको चाहिँ युरोप भन्थ्यो पहिला चाहिँ खाडी जग्गामा जाने भन्थ्यो, अहिले चाहिँ युरोप जाउँ न त भन्ने कुरोले चाहिँ, हुन त म मलेसिया छँदा नै एकचोटि युरोप चाहिँ जान्छु भन्ने मैले सोचेको थिएँ, सपना चाहिँ मैले बुनेको थिएँ, तर त्यो सपना चाहिँ पुरा भयो। अहिले 4 वर्ष पुरा भयो, चाहिँ 5मा रनिङ हुँदैछु म। अब हेर्दै जाउँ, अब भविष्यले कता लान्छ, आफ्नो भाग्यरेखा भन्दा पनि आफ्नो काम र कर्तव्यमा चाहिँ हामी अगाडि बढ्नु पर्दो रहेछ भन्ने थाहा भयो, विश्वास गर्नु पर्दो रहेछ। अनि मलाई चाहिँ, म जहिले पनि त्यही सोध्छु, स्थिरता र धैर्यता चाहिँ मान्छेको जीवनमा चाहिँ लागु गर्नुपर्छ, व्यक्तिगत रूपमा चाहिँ भन्ने मलाई लाग्छ। एकदमै। अनि तपाईँले अहिले रोमानियामा बसिराख्नु हुँदाखेरि तपाईँ रोमानियाको काम र ज्यालामा सन्तुष्ट हुनुहुन्छ? सन्तुष्टै छु। अब नेपालमा बस्दाखेरि 1 महिनाको स्यालेरी त्यही कहिले 13,000 14,000 बढाउँदा अहिले 16-17,000 हुँदाखेरि पनि परिवारलाई धान्न गाह्रो, अनि त्यही बालबालिकालाई पढाइ लेखाइ गर्दाखेरि सेभिङ चाहिँ नहुने। अनि त्यही कारणले चाहिँ मैले रोमानियालाई चाहिँ छानेर चाहिँ रोमानिया छिर्ने अवसर पाएँ, मौका राम्रो पाएँ भनौँ न। अनि भिजा लाएर आयो, अनि राम्रै छ, अहिले त ठिकै छ। परिवारको युरोपको सपना देख्दै गर्दा युरोपमा धेरै देशहरूमा नेपाली कामदारहरू लाने बाटो खुलिसकेको थियो, जति बेला तपाईँले रोमानियालाई नै प्राथमिकतामा किन राख्नुभयो? रोमानियालाई प्राथमिकता किन राखेको भने अब पढाइ लेखाइ कम होइन, हामी एसएलसी दिएको जुन, अब हामी अब पढाइ डिग्री मास्टर गरेको त होइन, हामी सामान्य एसएलसी पास भएर 11-12 पढ्दै आफ्नो परिवार अनि आफ्नो भविष्य हेरेर चाहिँ हामी यो ठाउँमा आउनै पर्छ भन्ने लक्ष्य लिएर आएको म। अनि तसर्थ आफ्नो परिवारको गुजारा चलाउन धेरै गाह्रो नेपालको राजनीतिको कारणले गर्दाखेरि, राजनीति प्लस आफ्नो परिवार सबै कुराहरूले गर्दाखेरि चाहिँ नेपालमा बस्न चाहिँ गाह्रै छ। एउटा स्थिति हेरेर, वातावरण हेरेर नेपालमा चाहिँ एउटा उद्योग धन्दाहरू एउटा सरल तरिकाले नभएको कारणले चाहिँ हाम्रो चाहिँ रोमानियामा चाहिँ पढाइ लेखाइ थोरै भए पनि इङ्ग्लिस अलिकति जाने भयो भने चाहिँ छिर्न मिल्छ भन्ने कुरोले चाहिँ हामीले चाहिँ इन्टरभ्यू दियो। अहिले हामी 21मा चाहिँ हामीले इन्टरभ्यू दिँदाखेरि चाहिँ इन्डियामा जानु परेन, भिएफएक्सदेखि लिएर हरेक कुराहरू चाहिँ हामीले नेपालमै मेन पावरले नै दिलाइदियो। अनि मेन पावरले नै दिलाइदिएपछि अहिले हामी यहाँ आइसकेपछि हाम्रो पिढी लगभग 21-22देखि चाहिँ हाम्रो भाइहरू अहिले आइरहेको छन्। हाम्रो छिरिङ भाइ पनि अहिले मसँग अहिले यसरी प्रस्ताव गर्नुभएको छ। छिरिङ भाइहरू सँगसँगै भाइहरूले चाहिँ इन्डियामा गएर इन्टरभ्यू दिएर आउनुपर्ने कुराहरू थियो होइन तपाईँहरूलाई। अनि हामीलाई चाहिँ त्यतिखेर चाहिँ एकदम सहज तरिकाले आउन सफल भयौँ हामी, सजिलो तरिकाले आफूले खर्च गरे अनुसार सजिलो भयो भनौँ न आउनलाई। भनेपछि तपाईँको रोमानियाको बसाइ लगभग 4 वर्ष 4.5 वर्षको भयो। यो बिचको अन्तरालमा तपाईँले रोमानियामा बसेर सङ्घर्ष गरिराख्दाखेरि कुन काममा चाहिँ रोमानियामा आउँदाखेरि राम्रो हुने रहेछ, यो चाहिँ विशेष गरी नेपालदेखि जो आउन चाहनुहुन्छ, जसले प्रोसेस गर्दै हुनुहुन्छ, नेपालमा त रोजगारीको अवसर छैन, विदेश नै हो, तसर्थ नेपालदेखि रोमानियामा आउन चाहने नयाँ साथीभाइहरूको लागि चाहिँ कुन काम चाहिँ तपाईँले राम्रो आम्दानी सहज कामको सम्भाव्यता चाहिँ केमा देख्नुभयो? अब हामी नेपालीहरू चाहिँ खासै अब पढाइ लेखाइ नभएको कारणले चाहिँ हामी रोमानिया चाहिँ थोरै पढाइ अनि थोरै लगानीले चाहिँ आउन सक्छौँ। अनि पढाइ भएकोले त अब अस्ट्रेलिया, अमेरिका, क्यानाडा अनि युरोपहरू छान्छ, तर हामी मध्यम मिडल वर्गको मान्छेहरूले चाहिँ पढाइ लेखाइ कम
तर रोजगार चाहिँ एकदम राम्रो, कमाइ पनि राम्रो भएको कारणले चाहिँ हामी रोमानियालाई चाहिँ एकदम धन्यवाद दिन चाहन्छु मेरो तर्फबाट अनि मेरो भाइहरूको तर्फबाट पनि। अनि यहाँको सरकारलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि भाइले भन्नुभयो 21मा चाहिँ हामी थोरै नेपालीहरू थियौँ, नेपाली दाजुभाइहरू दिदीबहिनीहरू। तर अहिले 24देखि अनि 25देखि हुँदाहुँदै हाम्रो नेपालीहरू चाहिँ लगभग 1 लाख नेपालीहरू भित्राउनु भन्ने कुरा भएको थियो। तर अहिले सरकारले कति भित्रायो त्यो आँकडाहरू निकाल्न बाँकी नै छ। अब बाँकी नै छ। भनेपछि तपाईँको 4 वर्षको अनुभव, 4 वर्षको भोगाइ नेपालमा भन्दा रोमानियामा सन्तुष्ट हुनुहुन्छ? एकदम सन्तुष्ट नै छु। अब नेपालमा चाहिँ जति नै 12 घन्टा खटे पनि सेभिङ नहुने, तर अहिले हामी 8 घन्टा कम्पनी राम्रो परेको कारणले चाहिँ हाम्रो कम्पनीले चाहिँ बिदा पनि दिन्छ, बिरामी बिदाहरू राम्रो तरिकाले दिन्छ, छुट्टीहरू दिन्छ, वार्षिक छुट्टीको खर्चहरू पनि दिन्छ। अनि प्लेन टिकट चाहिँ आफैले काटे तापनि तर मन्थली स्यालेरी चाहिँ अहिलेसम्म कहिले पनि छुटाएको छैन भनौँ न। अब तपाईँले जुन डाइरेक्ट कम्पनीमा पर्यो, राम्रो कम्पनीमा परेको कारणले भन्दै गर्दाखेरि अहिले रोमानियामा चाहिँ एकदमै व्यापक रूपमा दलालहरूको दलदलमा फस्यो, डुब्यो, लगानी डुब्यो, दुःख पायो, डकुमेन्ट बनेन, या धेरै समस्याहरू सुनेका छौँ। कतिपय साथीभाइ, आफ्नै नजिकका साथीभाइहरूको देखेका छौँ। त्यसबाट बच्नको लागि चाहिँ तपाईँ के सल्लाह दिनुहुन्छ? हाम्रो छिरिङ भाइले एकदम राम्रो प्रश्न गर्नुभयो। हाम्रो नेपालमा चाहिँ अहिले कस्तो छ भने युरोप छिर्न पाएदेखि भविष्य राम्रो हुन्छ भन्ने कुराहरू चाहिँ त्यो सोचेर आउँछ। अनि मानिसहरू चाहिँ नराम्रो धन्दामा, नराम्रो उसमा चाहिँ फस्न जान्छ। अनि यो प्रश्न सोद्धा सोद्धा चाहिँ हाम्रो नेपालीहरू चाहिँ कस्तो भने अरूको लैलैमा, अरूको उसमा चाहिँ लागेर चाहिँ फस्ने कुरो हो। विशेष गरी चाहिँ म के भन्न चाहन्छु भने दलाली मार्फत चाहिँ कहिले पनि नआउनु होला। अनि कि त हातको स्किल छ भने स्यालेरी पनि राम्रो हुन्छ, हातको स्किल छैन भने चाहिँ कम्पनी अनुसार स्यालेरी तोकेको हुन्छ। अनि हातको सिप छ भने चाहिँ त्यो सिप अनुसारको आफूले ज्यालादारी आफ्नो पारिश्रमिक अनुसारको पाउँदछौँ हामीले। अनि ओभर टाइमको राम्रो एकदम पारिश्रमिक राम्रो छ यो रोमानियामा चाहिँ। अनि प्लस अनि हाम्रो जति पनि म के भन्न चाहन्छु भने हाम्रो नेपालबाट चाहिँ डाइरेक्ट आउनु होला, इन्डाइरेक्ट रूपमा चाहिँ छिर्यो भने चाहिँ हामी दलालीको हातमा पर्छौँ। अनि सप्लाई कम्पनीमा पर्छौँ। सप्लाईले चाहिँ मान्छेहरूलाई स्यालेरी पनि नदिने, अनि एक ठाउँमा राख्ने, कार्ड बनाइदिन्छु भन्छ कार्ड पनि बनाइदिँदैन, आफ्नो भिसा सिद्धिन्छ। अनि भिसा सिद्धिएपछि भिसा सिद्धिन साथ उनीहरूको तनाव हुन्छ। अनि त्यही कारण चाहिँ हामी रोमानिया आएको लगभग 4-5 वर्ष भयो। यहाँ पनि मृत्युदर, नेपालीहरूको मृत्यु पनि एकदम बढ्दो रूपमा छ, डिप्रेसनको कुराहरू। त्यही कारणले चाहिँ कामहरू नपाउने कुराहरू छ। एकदम बुझेर कस्तो ठाउँमा परेको छ आफन्तजनहरूलाई फोन गरेर, साथीभाइलाई फोन गरेर कस्तो छ के छ भन्ने कुराहरू चाहिँ बुझ्नुपर्छ भन्ने मलाई लाग्छ है। एकदमै तपाईँहरू जो पनि नेपालबाट अहिले आउन चाहनुहुन्छ, प्रक्रियामा हुनुहुन्छ भने सबैजनाले राम्रोसँग बुझेर तपाईँले अहिले अब गुगल, नेट, इन्टरनेटको जमानामा त्यो आफ्नो वर्क पर्मिट आइसकेपछि वर्क पर्मिटमा सर्च गरेर पनि हेर्न सक्नुहुन्छ त्यो ठाउँ कुन ठाउँ कम्पनी कस्तो के हो भन्ने कुराहरू पनि डाटा लिन सक्नुहुन्छ। अनि तपाईँलाई मैले भन्न खोजेको अब आउने नेपालीले चाहिँ तपाईँले 2021मा आउँदा लागत कति लगाउनु भयो? हाम्रो 2021मा चाहिँ मेडिकल 2 चोटि गऱ्यो हामीले। अनि त्यहाँ अब के भन्छ नि त्यो हामीले यहाँ आउँदाखेरि एउटा पढ्नु पर्दैन ट्रेनिङ जस्तो हो, त्यो गर्दाखेरि अलिकति लागत लाग्छ। टोटल गर्दाखेरि चाहिँ हामी 21मा आउँदाखेरि चाहिँ 5 लाख तिरेर हामी छिर्न सफल भयौँ। तर अहिलेको उसमा चाहिँ एजेन्ट पनि लाग्छ भन्छ, एजेन्टले पनि उता इन्डियामा लगेर इन्डियामा पनि जाने खर्चहरू उनीहरूले नै बेहोर्नुपर्छ आफैले स्वयं। अनि त्यही कारणले चाहिँ लागत त अहिले पहिला हामी 5मा तिरेको थियौँ ठ्याक्कै डबल भएको छ अहिले रोमानियामा। डबल 10 जाहेज हो त्यो त एकदम खत्तम हो नि। अब कि त डाइरेक्ट छिरेर चाहिँ कम्पनी कुन हो कस्तो हो भनेर बुझेर आउनु पऱ्यो। प्रायः जस्तो अहिले चाहिँ सप्लाईमा पर्छ 90% चाहिँ नेपालीहरू सप्लाईमा पर्न सकिन्छ, सम्भावना धेरै छ। तसर्थ नेपालमा नै राम्रोसँग बुझेर आउनुपर्ने हुन्छ। अब हामी यसरी विदेशमा बसेर विदेशको भोगाइहरूलाई एउटा पोडकास्ट मार्फत तपाईँहरू सामु ल्याउने जमर्को गर्दा गर्दै नेपालमा राज्यले देशमा आफ्नो नागरिकलाई अटाउन सकेन, रोजगार दिन सकेन। अब नयाँ सरकार बनेको छ,
बन्नेवाला छ, नयाँ सरकार, आशा लाग्दो सरकार, जनताको सरकार बन्ने भन्ने हुटहुटी चलेको छ। चुनाव सकिसकेको छ। अबको सरकारले देशमा कुन चाहिँ राम्रो काम गरिदियोस् जस्तो लाग्छ? सर्वप्रथम त कल कारखाना उद्योगहरू धन्दाहरू चाहिँ बन्द भएका उद्योग धन्दाहरू कल कारखाना चाहिँ खोल्नुपर्छ, स्थापना गर्नुपर्छ, फेरि पनि निर्माण गर्नुपर्छ। अनि दोस्रो चाहिँ भ्रष्टाचार चाहिँ अन्त्य नै गर्नुपर्छ। किनभने भ्रष्टाचारले गर्दाखेरि चाहिँ हाम्रो देशमा चाहिँ एकदम ज्यादती भ्रष्टाचारले गर्दाखेरि नै मानिसहरूलाई चाहिँ छिटो काम चाहिएको हुन्छ। त्यस्तै कामले गर्दाखेरि चाहिँ आफूमा भएको जति पनि खुबीहरू चाहिँ माथि आउन सक्दैन। त्यही कारणले चाहिँ सर्वप्रथम चाहिँ हामी देशमा आफ्नै देशमा चाहिँ गुजारा चलाउन चाहिँ पाऊँ भन्ने हाम्रो बालन सरकारले म भन्न चाहन्छु। सर्वप्रथम चाहिँ हाम्रो नेपालमा नै आफ्नै परिवारसँग आफ्नै आफन्तजनहरूसँग बस्दाखेरि चाहिँ खुसी हुन्छौँ नि। जसरी अब हामी यस्ता पनि दाजुभाइहरू बसेर खुसी भइरहेका छौँ। अब यो दिनहरू चाहिँ हामीले देख्न नपाओस् भन्ने कुराहरू चाहिँ म जानकारी गराउँछु। हामीले विदेशमा बसेर आफ्नो भोगाइहरूलाई तपाईँहरू माझ ल्याउँदै गर्दा सकेसम्म अबको पुस्ताले हामीले जस्तो परदेशको भोगाइ भोग्नु नपरोस्। बाध्यताले रहरले घुम्ने कुरा छुट्टै आफ्नो ठाउँमा छ। बाध्यताले परदेशको भोगाइ हामीले जस्तो जिन्दगी भोग्नु नपरोस्। तसर्थ अबको सरकारले देशमा रोजगारीको सृजना गरोस्, सुशासन कायम गरोस्, भ्रष्टाचार अन्त्य गरोस्। यति भन्दै आजको कार्यक्रमलाई चाहिँ हामी यहीँ समापन गर्छौँ। कार्यक्रममा आइदिनु भयो, धन्यवाद। थ्याङ्क यू। मलाई पनि केही कुराहरू राख्ने मौका दिनुभयो, धन्यवाद छिरिङ भाइ। वेलकम। बन्द गरौँ त के भयो? खोइ त यहीँ होला नि।